बुढी बुढी चाहिन्छ ल ल ल राखेँ त नि फोन अहिले ज्वाइँ आउनुभयो के र म यहाँ सल्लाह गरेर भनौँला नि त ल ल हुन्छ के भयो अरे बस्नु न यहाँ सल्लाह गर्नु पऱ्यो घरमा पनि बिरामी हुनुभयो अरे क्या को मम्मी लाचुक मम्मी मेरो मम्मी ए अनि जानु पऱ्यो त्यस मम्मीलाई यसो हेल्प पनि हुन्छ अनि एक हप्ता जति बसेर आउनु पऱ्यो भनेर मेरो मिल्दैन अहिले दाइ बाबुजी हुनुहुन्छ त नि घर हुन त हुनुहुन्छ त नि अब मलाई जानु दिदी मन पनि लाग्यो नि हुनुहुन्छ त। ल ल म फ्रेस भएर आउँछु तिमी चिया पकाऊ अहिले अब छोडिदेऊ यो कुरा ल ल ल ल हामी आउँछौँ पिर नलिनु ल राखेँ अहिले के भयो मम्मी बिरामी हुन अब गइहाल्नु पऱ्यो अब आज 4 बजे बस्छ दाइ दिदी हुनुहुन्छ त घर किन जानु पऱ्यो हामी तिमी जान्ने हो क्या अब हिँडिहाल अब हिँडिहाल